लडे पनि नानीहरू लडे पनि अनि सरकारले चाहिँ ब्रिज नबनाउनु दिने। आज खुसी लाग्यो सिङताममा यहाँ नानीहरूको लागि बाटो हुनै पर्छ। जोडे नै बन्द गर्नु खोजोस्, जोडे नै नबनाऊ भनोस् ब्रिज, तर अस्ति आएको थिए 12 दिनमा यहाँ ढलाइ पनि भएछ, वल पनि गरेछ। अनि यहाँ गाउँवासी, यहाँ समाजहरूलाई एकदमै गाउँवासीलाई चाहिँ मेरोबाट बधाई। हाम्रो काम त सानो हुन्छ हैन, अलिकति माल मटेरियल पठाउने मात्रै, तर उहाँहरूले श्रमदान गरेर अहिले जग्गा जग्गा यस्तो श्रमदान हुँदैछ आमामा। अनि आज यहाँ यो बर्खामा हाम्रो नानीहरू सिङताममा स्कुल जाँदाखेरि आमा बाउ नडराउनु परोस्, नानीहरू लाई के पानी झरीमा यस्तो ब्रिज जुन चाहिँ लथालिङ्गै थियो त्यस्तो ब्रिज क्रस गर्नु पर्दैन भनेर गाउँलेहरूलाई एकदमै बधाई। हाम्रो न्युज 24 को तातो तातो खबरको अब चाँडै नै पोडकास्ट सिजन हेलो दार्जिलिङ हजुरहरू समक्ष आइराखेका छौँ। जसरी हाम्रो न्युज 24 को तातो तातो खबरलाई माया गरिदिनु भयो, यो हेलो दार्जिलिङ कार्यक्रमलाई पनि हजुरले माया गरिदिनुहुन्छ भनी आशा राखेका छौँ। प्रतीक्षा साँच्नुहोस्, चाँडै आइराखेका छौँ हेलो दार्जिलिङ पोडकास्ट।